नमस्कार फेरि पनि आज मिति 2082 साल मङ्सिर महिनाको 6 गते शनिबारको दिन फेरि पनि हामी सोमबारेवासीहरू श्रमदानमा खट्दैछौँ। यहाँ चाहिँ यस्तो घारीहरू छ, घारीहरूलाई हाम्रो चौथो हप्ता हुँदैछ आज है। सबैजना खटिराख्नु भएको छ, एकदमै धन्यवाद भन्नुपर्छ सबैजनालाई। कोही आउँदै हुनुहुन्छ, कोही हामी खटिरहेका छौँ। अनि यो सँगसँगै सबैजनाले आफ्नो सक्ने गर्दै हुनुहुन्छ। अनि यो एरिया चाहिँ हामीले साफ गर्न सक्दैछौँ। अनि यो पुलको छेउछाउ पनि हामी साफ गर्न सक्दैछौँ। हाम्रो काम निरन्तर भइरहेको छ, हामी गर्दैछौँ। र सबैलाई श्रम गरौँ, राम्रो गरौँ भन्न चाहन्छु। हस् त, धन्यवाद। हाम्रो श्रमको काम चारैपट्टि फिजिएर हामी गइरहेका छौँ। ल, आज हाम्रो चौथो हप्ताको काम एकदमसँगले खोलाको छेउमा हामीले गर्दैछौँ। पुलको छेउमा हामी यसलाई सिलेक्ट पार्ने प्रयास र कोसिस गरिरहेका छौँ। ल, सबैजना मिलेर चाहिँ श्रमदान गरौँ। अघि हेरिकन अहिले धेरै राम्रो भइसकेको छ। सबैजना आफ्नो ठाउँमा खटिराख्नु भएको छ। धन्यवाद सबैजनालाई। हजुर, हाम्रो 60-65 वर्षको वृद्ध बाजेहरू हुनुहुन्छ, दाइहरू। त्यसरी चाहिँ हामी सफा गरिरहेका छौँ। नानीहरू छ है। अहिले चाहिँ स्वच्छ हेर्दा पनि अलिकति कति सुन्दर देखिएको छ। सबैजना हामी यहाँ गरेर कोही थाक्नु भएको छ, कोही गर्दै हुनुहुन्छ। अब चाहिँ अलिकति सोमबारे घिरिलाग्दो हुँदैछ। सबैजना आफ्नो गाउँ, आफ्नो सहर, आफ्नो ठाउँमा चाहिँ केही गरौँ, कसैको मुख नताक्नु होइन, सकेसम्म राम्रो गरौँ। हस् त, धन्यवाद। श्रमदान सकेर घरतिर फर्किँदै हुनुहुन्छ सबैजना। हामी उपस्थितहरूले काम गरेर जानेहरूले चाहिँ हामी यहाँ साइन गर्दैछौँ।